faith will be made stronger in the presence of my Savior. Spirit, lead me where my trust is without borders. Let me walk upon the waters wherever you would call me. Take me deeper than my feet could ever wander, and my faith will be made stronger in the presence of my Savior. Spirit, lead me where my trust is without borders. Let me walk upon the waters wherever you would call me. Take me deeper than my feet could ever wander, and my faith will be made stronger in the presence of my Savior. Spirit, lead me where my trust is without borders. Let me walk upon the waters wherever you would call me. Take me deeper than my ल आज चाहिँ हामी फिसिङको लागि भ्लगमा आछौँ यो डेन्जरै हो नि हामी होइन काइपोइ बिची के रे दाइ यो काइपोइ लाइन भने होइन पहिला हेर अहिले चाहियो भने लिन आउनु ल ल त्यसो भए यो चाहिँ यतिकै राखौँ त्यहीँ बस्नु ठाउँ छ नि त खास त होइन ल आज माछा मार्न आछौँ यहाँ दाजुभाइ हुन चाहिँ हाम्रो यो फोर्थ डे होइन त दाइ फोर्थ डे हो लास्ट चाहिँ मारेर लगाएको थियो फर्स्ट दिन आयो अलिअलि आइडिया भयो सेकेन्ड दिन देखियो माछा थर्ड दिन चाहिँ अलिअलि लग्यो आज चाहिँ टन्नै लाने हो होइन बाबाले टार्गेट भोबालै टार्गेट माछा आज सुरु ल अब यहाँ भ्यू देखेपछि यहाँ छुट्टा भवालै झन् दाइ आज आज जाने हेर्नु त अनि मान्छे चाहिँ छैन ल हाम्रो स्पोर्ट प्याक छैन छैन ल यो चाहिँ वाइमाकारी रिभर मिठो आएको छ है क्या समुद्रको पानी यता छिरेछ जस्तो तर पानीको लेभल चाहिँ धेरै घटेछ है हेर्नु न यो सबै पानी मुनि हुन्थ्यो नि लो टाइडमा पर्छ होला है ल पानी चढ्यो पर समुद्र छ यो चाहिँ वाइमाकारी रिभर हो अनि हामी चाहिँ उयो दुईवटा जक्सनमा टन्नै मारेको थियौँ यहाँ चाहिँ मेनली सुने हुन्छ खवाई अनि मुलेट अथवा हेरिङ पनि भन्दो रहेछ त्यो माछालाई हेरौँ हामी के समाउँछ आज टार्गेट के रे दाइ बेट ल्याउनु भयो साथी ए दाइ त पुरै फुल प्रिपेयर हो नि दाइ थाहा छ किन ए पानी त हेर्नु घटेको ल यो हो नि त लाइफ अब त्यो हालिदिइहाल्नुपर्छ सुरु त्यहाँ हामी चाहिँ त्यो यो सानो यो कुन खोला हो यो खोला यो वाइमाकारी रिभर यो दुईटाको जक्सनमा हाल्छ हामी चाहिँ सधैँ हामीले इल देख्यो नि यहीँ हो अनि अस्ति यो सबै पानी मुनि थियो अनि हेर्नु त आज हो नि लेभल त पुरै डाउन छ लो टाइड ल अस्ति यहीँ नि रहेन हाल्यो समाएको टन्नै हाल्यो अरे अब हालिदिउँ पानी चिप्लो हुन्छ है दाइ हजुरको चप्पल त चिप्लो हुन्छ ल त्यसै आमा माछा माछा देखिन्छ त दाइ अस्ति त टन्नै देखाएको थियो देखिएछ फिसिङ बेटहरू ठुलो रड फेरि यहाँ 200 किलो माछा तान्ने रड छ हाम्रो फेरि माछा चाहिँ बरु लास्टै हावा चाहिँ डेन्जर लाग्ने त्यसै अब एकछिन फिसिङ सेटिङ गर्नु पऱ्यो टाकटुक लाएर टेस्ट होइन दाइ बेड चाहिँ यो चिप्स खतरा खाने रहेछ माछाले दाइले चेक गर्दै हुनुहुन्छ ल माछा जस्तो ग्याङ
ग्याङ आइदियो भने ल यहाँ बेट हाल्नुभयो दाइले चिप्स हाल्नुभयो कति आउँछ माछा भन्ने कुरा डेन्जर थियो आज चाहिँ गाह्रै होला जस्तो चाहिँ होइन ल ठिक छ हालिदिई चाहिँ राखौँ न होइन ल त्यो चाहिँ हालिदिउँ नि त ऊ यतातिर हालिदिनु पर्ला दाइ छ अहिले देखेँ ज लाएँ मैले तर अस्ति त ग्याङै थियो होइन यहाँ हाल्नुपर्छ होइन तिनीहरूले समाइरहेछन् ऊ पर फिसिङ गरिरहेछन् भनेपछि पाइन्छ होला है हालिदिउँ ल वाइमाकारी रिभर यो चाहिँ आमै नि त डेन्जर छ ल हामी अब सेट गर्छौँ ट्र्याप कति धुर्बेले हालिदियो एकान्तमा माछा मार्छ अनि आज डेन्जर होइन एउटा खवाई त लानुपर्छ धेरै परिसकेका चराहरू हेर्न आइसक्यो माछा है के देख्नु भ्याउनु त्यो हो हाँस होइन उयहीँनिर कालो टुप्लुको ढुक्यो तर हाँसै हो त्यो पनि डुब्यो त्यो पनि डुबिरहेको हरायो हाँस त डेन्जर हुँदो रहेछ कोही त फिसिङ हुक चाहियो एउटा कतिवटा चाहिन्छ एउटामा त हामी यसमा त ठुलो पार्ने हो नि त ठुलो पार्ने हो नि त भरे एउटा मात्रै हो 2-3 टा हाल्ने त माछा कति हाँस त्यसो कति डुब्यो कि कालो चाहिँ ल के गर्नुपर्छ एउटा हो माछा सरी होइन केही छैन मान्छेलाई काम होइन केही छैन मैले माछाको सुटले कि म माछा बन्द सक्छु कि यही रहेछ यो मुर्दा ए तँले अहिले तलै हाल्छु माथि बोल्छ त्यही भएर हेर्नु बुक हेर्दै डेट्छ देखेँ ल सिङ्गर पनि बाँध्ने ठाउँ छैन नि कतिवटा चाहिन्छ एउटा कि दुईवटा बाँध्ने खै गर्नु बनाउनु 2टा हालिदिउँ न अस्ति तिनीहरूको त लास्ट ठुल्ठुलो चाहिँ सिङ्गर दुईवटा मनपर्छ म समात्छु ल मैले मोबाइल लिइनँ क्या अब जडिम छोड्नु गाडी लक गरेर खाएँ होइन म त यादै गर्ने म लिएर आउँदै गर्छु नि त्यसरी ल यहाँ छु ल मोबाइल ल्याउनु तुरन्त नखा ल हजुर हस् यो सिङ्गर दिनु सिङ्गर पाउँछ यो माछाहरू यसले माछा खान थाल्यो कि हाम्रो ओए हामी गइसक्यो हामी कम खाने
भाइ जानुभयो मोबाइल लिन म चाहिँ यहाँ यो भन्दैछु माथि भन्नुपर्ने फेरि एक्सपोर्ट गऱ्यो भर सिक्यो फिल्म ल सेटअप रेडी अब बेट हालेर भुत्तै बेट चाहिँ आज चिकन फ्राई गर्ने कि मैदा यो चाहिँ मान्छेलाई बेट यो चाहिँ ल हाइटलाई भगवानै पर्नु पाएको होला नि त माथि पर्दै माछा माथि माथि हुन्छ टाइट सँगसँगै दाइ चाहिँ अलिक बिस्तारै अलिअलि हिँड्नु लाग्नुभएको टेन्सन हुन्छ यो पुरै भरेको थिएन होइन पुरै डुबेको थियो नि यो डुबेको थियो पुरै डुबेको थियो देखाइदिनु त्यहाँ अलिअलि मात्रै थियो नि यहाँ देखाइदिएन पुरै मजा आउँछ
त्यही भने यार माछा चाहिँ हिजो अस्ति त यार स्याउ थियो यार माछा पाण्डा माटबाट ल्याउनु पर्ने छ ल यो त होइन अझै त्यही हाम्रो त्यहाँ र यहाँ चाहिँ एक्लै दाइ त्यहाँ हुनुहुन्छ ल यो कास्टनेटको रुल चाहिँ के रहेछ भने 10 मिटरभन्दा लामो डोरी हाल्न पाइँदैन अरे 10 होइन 60 मिटर हामीलाई त टेन्सन छैन हामीले भनिराखेको छ अब यो पर फाल्नु हुन्थ्यो बिचमा अब यो धागोले धान्दैन है हेरौँ न एकछिन त्यहाँ हेरौँ अब बल्छी हालिदिउँ त ल स्याउ स्याउ थियो आज हुन्छ दाइ हो त्यो त्यतै ठिक होला जस्तो लाग्यो यो साइड भन्दा चाहिँ आज ल अझै यता हालिदिउँ एउटा नेट चाहिँ हामीले यहाँ राख्यौँ यति डुबेको छ नि तर पर्ला माछा होइन त्यही त हाम्रो त्यहाँ र यहाँ चाहिँ एक्लै दाइ त्यहाँ हुनुहुन्छ ल ए यो कास्टनेटको रुल चाहिँ के रहेछ भने 10 मिटरभन्दा लामो डोरी हाल्न पाइँदैन अरे 10 होइन 60 मिटर हामीलाई त टेन्सन छैन हामीले त यहीँ राखेको छ ल हान्दिउँ दाइ 200 मिटर पर ए कहाँ गयो पर गयो दुवै क्या खुट्टा ल माछा चाहिँ आएन गङ्गटी एउटा चाहिँ आयो पुच्ची यो फेरि लास्टै यिनीहरू चाहिँ सिक्कै नभए मरिगै नछोड्ने ज्याद्रो ल अब अरू हेरौँ यहाँ चाहिँ यसलाई बेड बनाउनु पर्छ अहिले यसलाई उनीहरू हान्दिने अहिले पछि हाइट दामी छ फ्यु गङ्गटो अनि एउटा बेड फिस एलो मुलेट परेको छ एलो आई मुलेट हेरिङ बच्चा बेड फिस एउटा अर्को चाहिँ हामीले बेडमा हाल्यौँ त्यहाँनिर ए पुरै डुबिसकेछ
डुबेछ बाङ्गे त त्यो तान्दाखेरि चाहिँ बाङ्गे आज त माछै छैन फेरि त लास्ट है माछा भ्याएको हो हाम्रो नेट त पुरै डुब्यो त्यही त माछा परेन त्यो पो टेन्सन छ गङ्गटोलाई सानो चिकन हालिदिउँ क्या गङ्गटो होइन आउँदै नि है सानो चिकन भयो ल बोट पनि रेडी भयो त्यहाँ यहाँ चाहिँ बोटिङलाई पनि खुब आउँछन् पर्सनल बोट त्यसै ल्या स्पिड बोट सर ल रिल्याक्स चिल लाइफ छ र पर अब देख्दैन चरा नुहाइरहेछ चिकन ल्याउनु भयो त एक पिस चिकन दिनु नि त्यो क्र्याब भयो नि एट्र्याक्ट हुन्छ नि त्यसमा एक पिस चिकन हालिदिनु पऱ्यो त्यसमा क्र्याब आउँछ नि होइन दाइ केही दिँदैन थियो यहाँ त कहाँ आउनु चान्सै छैन ऊ त्यो पुरै पानी थियो आमा के हो हेर्नु नि कति पानी बढिसक्यो अहिले उद्याएको ढुङ्गा देखिरहेको थियो हाइट आयो माछा सँगै बगेर आइज लु फाइनली खत्रै साइज पऱ्यो हेर्नु त एउटा ल यो चाहिँ लार्जेस्ट साइजै हो मुलेटको ल तिच्याको फल मिठो हुन्छ होइन दाइ यो त भाग्छ होला हौ के गर्ने यसलाई त मिस गर्नै हुन्न ल यो त धेरै ठुलो छ अब उतै गएर खोल्ने कि अब म त रिक्सै लिनु मन लाग्यो नि त हुन्छ भाग्ला नि फेरि कि मारिदिउँ पकाइ हानिदिउँ न टोक्छ पक्दै दाइ म लिएर आओस् ल फाइनल्ली अब वी आर हेडिङ ब्याक दामी भयो नि त दाइ माछा आज जेस एउटा चाहिँ ठुलै गतिले पऱ्यो स्टार्टिङ हो यो दिस इज नट द एन्ड दिस इज स्टार्ट अब हामी अझै प्रिपेरेसनका साथ आउँछ होइन त दाइ आज चाहिँ जस्ट एउटा मुलेट चाहिँ राम्रै पाइयो है अनि राति 8 बजिसक्यो चाहिँ यहाँ चाहिँ 8 बजी नै यस्तो हुन्छ सन ब्याकग्राउन्डमा अनि त्यही भने राति 8 बजी नि यहाँ चाहिँ यस्तो हुन्छ अनि माछा मार्नेको अझै पनि एक्टिभिटी छ ठिक छ त्यही त अहिले चाहिँ माछा पनि धेरै आज सायद अब बेलुका कुन फिसहरू एक्टिभ हुन्छ हामीले चाहिँ फ्यु माऱ्यौँ यहाँ मेनली चाहिँ मुलेट छ यस्तो एक दुईवटा कुनै स्पेस छ गङ्गोटो अब त्यो एडिबल त होइन इत्रु थियो त्यही भएर फालिदिउँ माछा चाहिँ हेर्नु पऱ्यो ल है अब यो चाहिँ बेड फिस हो अनि यो एउटा चाहिँ यो मुलेट चाहिँ गुड साइजको ठुलै पऱ्यो होइन त जारी छ अब चाहिँ स्टार्टिङ हो अर्कोचोटि पर्छ होइन त दाइ हजुर दाइ सही हो आज अलिकति हाम्रो ट्राभल गर्दा नि हो नि 1 घन्टा बाटो पनि खेर गयो नि त हाम्रो माछा मार्ने टाइम नेक्स्ट टाइम अब होइन त दाइ ल यति भन्दै ल आज यति भन्दै हामी चाहिँ लागौँ लागौँ